हामी चाहिँ पाथिबाट जान लागेका थियौँ। बाटोमा जाँदै जाँदै गर्दाखेरि यहाँ गाडीमा चढेका छौँ। हामी तिनजना अगाडि बसेका छौँ। भाउजू चाहिँ पछाडिबाट हेर्दै हुनुहुन्छ। अनि हामी चाहिँ श्वेता भण्डारी यतातिर हेर्दैछौँ। हामी अहिले इलाम पुग्यौँ। इलाममा चाहिँ बन्द भएको थियो। यहाँनिर बन्द भएर हामी 2 घन्टा 2.5 घन्टासम्म हामी जाममा परेर अनि यहाँ चाहिँ अहिले हामी ताप्लेजुङ गइवरी बाटोमा चाहिँ हिउँ थियो। हिउँमा हामीले नाचेर रमाइलो गरेर हिउँ खेलेर एकदम रमाइलो भइरहेको थियो। हामी फोटो खिच्दै हिँड्दै यति चिसो थियो, हिउँले सबै भेटेको थियो। हामी टिकटक पनि बनाइरहेका छौँ। यति बेला लडे म त लौड्न लडे भन्ने धत्तेरिका साललाई अनि हिउँ खेलेर घर हामीले के बनाइरहेछौँ यहाँनिर। अनि त्यहाँदेखि त्यस पछाडि भाउजूले चाहिँ उहाँ के गर्दै हुनुहुन्छ, भाउजूको एउटा हात चाहिँ पन्जा थिएन, त्यही भएर बिचरा चिसो भइ गरेर बेलुका साँझ थियो। यति बेला चाहिँ हामी जोस हिँड्दैछौँ। बिहानखेर हामी हिँड्दै थियौँ। हिँड्दै गर्दाखेरि लाइट बालेर हिँड्दै थियौँ। अनि गलेर हिँड्न नसकेर सुरुमा हिँड्दाखेरि थाकित भएर हिँडिरहेका छौँ। यति बेला चाहिँ श्वेताले उता के हेरिरहेकी थिइन्। अनि भाउजू उता जाँदै हुनुहुन्छ। दाइ उहाँ लठी टेकेर आउँदै हुनुहुन्छ। म पनि हिँडिरहेको छु। अनि हिँड्न बाटो कालो 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 हिउँ छ। अनि लाइट लगाएर हिँड्ने। अनि हामीले चाहिँ यो चाहिँ हिउँ खेलाइरहेछौँ हामी। यो कहाँनिर भनेदेखि यो माथिल्लो फेरीमा। अनि यो देखेर श्वेताले चाहिँ ओहो यसलाई लानुपर्छ, भाउजूले पनि यसलाई लानुपर्छ भन्दै हुनुहुन्थ्यो। यस्तो चिसो ठाउँमा यो भएकोलाई उहाँ लानु मिल्दैन भन्ने कुरा भयो। अनि श्वेताले चाहिँ हिउँको पुरा उयो गरिरहेछन्। लट्ठी टेकेर हिँडिरहेछन् श्वेता भण्डारी। लाइट पनि बोकिरहेछन्, लट्ठी पनि टेकिरहेछन्। उसलाई रमाइलो फिल भइरहेछ। जाडो चाहिँ एकदम जाडो छ। त्यही पनि बिचरा हिँड्दैछिन् उहाँ। म पनि हिँड्दैछु उसलाई आऊ भन्दै। दाइले पनि आउनु बहिनी भन्दै बोलाउँदै हुनुहुन्छ। अनि लाइट बाल्दैछिन् श्वेता भण्डारीले चाहिँ। अनि श्वेता भण्डारीले हिउँलाई लात्तीले हान्दै छिन्। अनि उसलाई एकदम रमाइलो फिल भयो अरे। हिउँ कहिले देख्न नपाएको, फर्स्ट टाइम देखेको। के गरौँ र कसो गरौँ भएर लट्ठीले लात्ताले हान्दैछिन्। अनि के गर्दैछिन्, खुट्टाले उयो गरिरहेछिन्। त्यस पछाडि हिउँको यो यस्तो हाम्रो नेपालको एकदम सुन्दर ठाउँ जे के अरे यो क्रिसमस अरे यो बनिएको छ। रुखलाई क्रिसमस जस्तो बनिएको छ हिउँले। यो चाहिँ हामी माथिल्लो फेरिदेखि अलिक माथि गएर एकछिन यसो हेरेको। सब हिउँ यो सिँढीमा सब हिउँ यता पनि हिउँ उता पनि हिउँ। हेरेर त हिउँले कहीँ छैन खाली जग्गा। यहाँ पनि हामीले टिकटक बनाएको लडेमै फेरि बनायौँ। ढलेमै बनायौँ फेरि हामीले टिकटक चाहिँ। ढल्ने गरेकै थियो। हिउँमा ढल्यो भने एकचोटि रमाइलो फिल भइरहेको थियो हामीलाई। अब यहाँ आयौँ। यहाँ चाहिँ यो कहाँ आइपुग्यौँ भन्दा माथिल्लो फेरिदेखि अलिक माथि नै थियो यो पनि। होइन रहेछ, यो माथिल्लो फेरि नै रहेछ। यहाँ पनि पुरै हिउँ, सबै बोट बिरुवा सबैमा हिउँ झरेर तुसारो परेर ढ्याक्क सेतो भएर ढाकेको थियो। सबैतिर यस्तो राम्रो थियो। हेर्दाखेरि त यतै बसिराख्नु हेरिराख्नु भोक तिर्खा केही नलाग्ने गरेको एकदम सुन्दर हाम्रो नेपालको सुन्दर ठाउँ हो यो ताप्लेजुङ। हात्तीभारा माता हामी दर्शन गर्न यस्तो अवस्थामा गयौँ। फेरि हामी एक ठाउँमा फोटोसुट गर्न थाल्यौँ। अनि श्वेता भण्डारीले यहाँ पोज दिँदैछिन्। फेरि उतैतिर गयौँ हामी। ताप्लेजुङ आमा छोरी फेरि यहाँनिर यसो रमाइलो गर्दैछौँ हामी। त्यस पछाडि फेरि हाम्रो दाजुभाउजू चाहिँ एकदम यहाँनिर रोमान्टिक मोडमा हुनुहुन्छ। दुईजना एकदम फोटोसुट गर्दै हुनुहुन्छ। दाइले तान्दै हुनुहुन्छ भाउजूलाई।
भण्डारी फेरि उतातिर ओलतिर चाहिँ फोटो खिच्न बसेको थियो श्वेता भण्डारी